नमस्ते सम्पूर्णलाई। अहिलेको सरकारले ल्याएको अध्यादेशको बारेमा म हल्का टिप्पणी गर्दैछु हैन। यसमा टिप्पणी गर्ने क्रममा समर्थन 50 विपक्षमा लगभग 30% हैन, 30%। त्यो भन्दा पनि पहिला पनि यस्तै हो, 50 20 30 यस्तै समर्थन हुन्थ्यो भनेपछि अहिलेको सरकारले काम गर्नको लागि एकदम छिटो भन्दा छिटो काम गर्नको लागि यो अध्यादेश ल्याएको भनेको छ भनेपछि यो भन्दा पहिला पनि त्यहाँ पहिलाको सरकारले पनि अध्यादेश ल्याउने कुनै पार्टीहरु फुटाल्ने कुनै के गर्ने भन्ने अध्यादेश ल्याउँथ्यो भने अहिलेको सरकारले के गरेछ भनेपछि छिटो भन्दा छिटो काम गर्नको लागि, छिटो जनतालाई सुविधा दिनको लागि हैन, जनतालाई सुविधा दिनको लागि यो अध्यादेश ल्याएको भनेको छ। अब कतिको सुविधा दिन्छ हैन, यस अध्यादेशले कतिको सुविधा दिन्छ, जनताले तपाईलाई मूल्याङ्कन गर्छ, तपाईहरुको काम पनि जनताले हेर्नेछ र तपाईले कति सम्म जनताको सुविधा दिनुहुन्छ त्यो पनि जनताले मूल्याङ्कन गर्छ र विपक्ष पनि त चाहियो नि त। अब विरोध पनि गर्न पर्यो हैन, कसैले विरोध गर्न पर्यो, कसैले समर्थन गर्न पर्यो भनेपछि बल्ल पो सरकारले अलि छिटो भन्दा छिटो काम गर्छ। सबैले समर्थन गरेर त काम गर्दैन हैन, विपक्षमा पनि त प्रश्न उठाउनु पर्यो नि त हैन, प्रश्न विपक्षमा बसेर प्रश्न उठाउनु पर्यो, तैँले यसै गर्नु पर्यो, यो छिटो काम गर्नु पर्यो, यो अध्यक्ष ल्याएर काम बनेन भनेर विरोध पनि त गर्नु पर्यो हैन। त्यही भएर विरोध गरेपछि सरकारले अलि छिटो काम गर्छ हैन, सबैले समर्थन गर्छ कामै गर्दैन। विपक्षमा बसेपछि त समर्थन गरेपछि विरोध गरेपछि ल सरकारले काम गर्छ हैन। त्यही भएर अहिलेको सरकारले पक्कै पनि छिटो अध्यक्ष ल्याइसकेपछि छिटो भन्दा छिटो काम गर्नेवाला छ हैन, काम गर्ने छ। अब जनताले पनि यो सरकार कति छिटो काम गर्छ भनेर मूल्याङ्कन गरेको छ। तपाईहरुले शुभकामना छ, तपाईले अध्यादेश ल्याइसकेपछि काम छिटो गर्नु होला र जनतालाई सुविधा दिनु होला भन्ने पनि भन्ने छ। र अरु तपाईहरुले यति भिडियो हेर्न चाहनुहुन्छ भने फेरि पनि म अर्को भिडियोमा बताउँछु। तपाईले लाइक कमेन्ट